2058 जेठ 19 कालो दिनका रूपमा चिनिएको छ। यो त्रिभुवन सदन 2058 जेठ 19 गते भएको दरबार हत्याकाण्डको मुख्य घटनास्थल, जहाँ तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या सँगै राजपरिवारका सदस्यको दुःखद निधन भयो र सँगसँगै तत्कालीन युवराज दिपेन्द्रको पनि यही घटनामा परि निधन भयो। यसै स्थानमा तत्कालीन अधिराज कुमार निराजनमाथि गोली प्रहार भएको थियो जेठ 19 को त्यो राति र उनको घटनास्थलमै निधन भयो भने त्योभन्दा अगाडि यस स्थानभन्दा ठिक पछाडिपट्टि जहाँ तत्कालीन युवराज दिपेन्द्रको निवास थियो, निजी निवास, र त्यस स्थानमा तत्कालीन रानी ऐश्वर्यामाथि गोली प्रहार भएको थियो र रानी ऐश्वर्याको पनि निधन भयो। आधुनिक विश्वको इतिहासमै कालो दिनका रूपमा चिनिएको जेठ 19 घटना छानबिन गर्न सरकारले बनाएको समितिले प्रतिवेदन दिइसकेको छ। तर यसका विषयमा नागरिकका बुझाइ आफ्नै भए पनि धेरै नागरिकले जेठ 19 लाई कालो दिनकै रूपमा सम्झिरहेका छन्।